सम्पूर्ण साथीहरूलाई नमस्कार। म आज कक्षा 8 को विषय गणितको अभ्यास जुन 6 रहेको छ त्यो 6 एकाइको हाम्रो नाम रहेको छ एकीक नियम हैन। एकीक नियमलाई इङ्ग्लिसमा युनिटरी मेथड भनिन्छ। अब यो एकीक नियममा खासमा हामीले बुझ्नुपर्ने दुईटा कुरा हुन्छ। यदि दुईटा कुरा हामी बुझ्यौँ भने यससँग सम्बन्धित जुन समस्या दिएको हुन्छ, हाम्रो गणितीय समस्या जुन दिएको हुन्छ, हामी सजिलैसँग चाहिँ समाधान गर्न सक्छौँ। जस्तो पहिलो हामीले के बुझ्नु पर्यो भने यो प्रत्यक्ष विचरण के हो र अर्को अप्रत्यक्ष विचरण के हो, यो दुईटा कुरा हामीले बुझ्नु पर्छ। र यो प्रत्यक्ष विचरणलाई इङ्ग्लिसमा डाइरेक्ट भेरिएसन भनिन्छ भने अप्रत्यक्ष विचरणलाई इनडाइरेक्ट भेरिएसन भनिन्छ। अब यो प्रत्यक्ष विचरणले वास्तवमा के भन्छ त म त्यसको बारेमा बताउन गइरहेको छु हैन। दुईवटा चरहरूमध्ये एउटा चरमा वृद्धि वा कमी हुँदा अर्को चरमा पनि हैन, अर्को चरमा पनि सोही अनुपातमा वृद्धि वा कमी हुन्छ भने यसलाई प्रत्यक्ष विचरण भनिन्छ। भनेपछि कुनै दुईवटा हामी चर मानौँ। अब कोही विद्यार्थी भाइ बहिनीहरूले बुझ्न नसकेको हुनसक्छ होला कि चर के हो हैन। भने चर के हो भने परिवर्तन हुन सक्ने भौतिक जति परिमाण हुन्छ नि त्यो सबै भौतिक परिमाण नै हाम्रो के हो त चर हो। भनेपछि परिवर्तन हुने खालको हैन। भने अब परिवर्तन हुने खालको जुन भौतिक परिमाण हो त्यो समय के भयो त चर भइहाल्यो। र ती चरहरूमध्ये कुनै दुईवटा चरहरूमध्ये यदि एउटा चरमा हामी वृद्धि गरिरहेका छौँ भने त्यही अनुपातले अर्कोमा पनि वृद्धि हुन्छ, वा यदि एउटामा हामी कमी गरिरहेका छौँ भने त्यही अनुपातले अर्कोमा पनि कमी भइरहेको छ भने त्यस्तो विचरणलाई हामीले के भन्छौँ त प्रत्यक्ष विचरण भनिन्छ। जस्तै यहाँ हाम्रो उदाहरण चाहिँ यहाँ छन्, यहाँ 4-5 वटा छन्। जस्तो मानिस र आम्दानी बिचको सम्बन्ध जुन हो यो चाहिँ प्रत्यक्ष विचरण हो। भने यो प्रत्यक्ष विचरण कसरी भयो त जस्तो यदि एकजना मानिसले हैन, एकजना मानिसले एक दिनमा यदि 500 रुपैयाँ कमाउँछ भने हैन, एकजना मानिसले एक दिनमा 500 रुपैयाँ कमायो हैन। जस्तै बुझौँ, एकजना मानिसले एक दिनमा 500 रुपैयाँ कमायो भने दुईजना मानिसले एक दिनमा कति कमाउँछ त 1000 कमायो, हो हैन। भनेपछि यहाँ मानिसको सङ्ख्या बढाउँदाखेरि उसले कमाएको रुपैयाँ पनि के भयो त बढ्यो। भनेपछि यसरी चाहिँ एउटा बढायो भने अर्को पनि त्यही अनुपातले बढ्यो भने यो चाहिँ के भयो त प्रत्यक्ष विचरण भयो। त्यस्तै काम गरेको दिन र आम्दानी बिचको सम्बन्ध। जस्तो मानौ कि हामीले 4 दिनमा है, यदि 4 दिनमा 8000 हैन, 8000 यदि हामी कमाइरहेका छौँ 4 दिनमा है। अब 4 दिनमा 8000 कमाइरहेका छौँ भने हाम्रो 2 दिनमा कति हुन्छ त 2 दिनमा 4000 हुन्छ, हो हैन। भनेपछि यो काम गरेको दिनलाई घटायो भने उसको आम्दानी पनि के भयो त घट्यो। भने यसरी एउटा घट्दाखेरि अर्को पनि घट्ने, एउटा बढ्दाखेरि अर्को पनि बढ्यो भने त्यसलाई हामी के भन्छौँ त प्रत्यक्ष विचरण भन्छौँ। त्यस्तै वस्तुको सङ्ख्या र मूल्य बिचको सम्बन्ध जुन हो यो पनि हाम्रो के हो त प्रत्यक्ष विचरण नै हो। जस्तो मानौ एउटा कलमको सङ्ख्या हैन, एउटा कलमको सङ्ख्या यदि 5 रुपैयाँ पर्दो रहेछ भने दुईवटा कलमको मूल्य कति हुन्छ त 10 रुपैयाँ हुन्छ, हो हैन। एउटा कलमको 5 रुपैयाँ भयो भने दुईटा कलम कतिवटा भयो त 10 रुपैयाँ भयो। भनेपछि कलमको सङ्ख्या बढाउँदाखेरि उसको मूल्य पनि के भयो त वृद्धि भयो। त्यस्तै यदि एउटा हैन, त्यस्तै एउटा बाख्राको हामी अब उमा पनि जाउँ कि अलिकति व्यवहारिक रूपले पनि जाउँ। यदि जस्तो कि एउटा बाख्राको 4वटा खुट्टा हुन्छ भने 3वटा बाख्राले गर्दाखेरि कति हुन्छ त 4×3 12 हुन्छ। भनेपछि बाख्राको सङ्ख्या बढाउँदाखेरि उसको खुट्टाको पनि सङ्ख्या के भयो त बढ्यो। भने यसरी चाहिँ एउटा बढाउँदाखेरि अर्को पनि बढ्ने, एउटा घटाउँदाखेरि अर्को पनि घट्दो रहेछ भने त्यो सबै विचरण के हो त हाम्रो प्रत्यक्ष विचरण हो। त्यस्तै एउटा मैले यहाँ लेखेको छु निश्चित समय र ब्याज दरमा सावा र ब्याजको सम्बन्ध। जस्तो कसैलाई हामी यदि मानौँ 50,000 रुपैयाँ कसैले ब्याजमा दिएका छौँ हैन, भने
50,000 रुपैयाँ 2 वर्षको लागि दियो भने मानौँ कि उसले ब्याज चाहिँ हामीलाई 600 रुपैयाँ दियो है। 50,000 रुपैयाँ 2 वर्षको लागि दियो भने मानौँ उसले हामीलाई 600 रुपैयाँ ब्याज दियो। तर त्यही ब्याज जुन सावा जुन रहेको छ, यदि 50,000 नभएर उसले 1 लाख रुपैयाँ त्यही 2 वर्षको लागि दियो भने उसले के दिन्छ त 600 जुन रुपैयाँ थियो त्यो कति हुन्छ त 1200 रुपैयाँ हाम्रो ब्याज भइहाल्छ। भने यसरी चाहिँ हाम्रो एउटा बढ्दाखेरि अर्को पनि बढ्ने, एउटा घट्दाखेरि अर्को पनि घट्ने खालको हाम्रो सम्बन्ध आउँछ भने ती सबै सम्बन्धले हाम्रो के हो त प्रत्यक्ष विचरणलाई चाहिँ जनाउँछन्। त्यस्तै अब हाम्रो अर्को हो हैन, अर्को हाम्रो विचरण आएको त हाम्रो अप्रत्यक्ष विचरण। अप्रत्यक्ष विचरणमा के हुन्छ भने एउटालाई बढाउँदाखेरि हैन, दुईवटा चरमध्ये यदि एउटाले बढायो भने अर्को चाहिँ आफै घट्छ है। एउटा बढाइदियो भने अर्को घट्ने र एउटाले घटायो भने अर्को चाहिँ बढ्ने है। भनेपछि त्यो विचरण हाम्रो के हो त अप्रत्यक्ष विचरण चाहिँ हुन जान्छ है त। जस्तो परिभाषाले पनि त्यही भन्दो रहेछ, दुईवटा चरहरूमध्ये एउटा चरमा वृद्धि हुँदा अर्को चरमा सोही अनुपातमा कमी हुन्छ है। एउटामा वृद्धि भयो भने अर्कोमा के हुन्छ कमी हुन्छ। त्यस्तै गरी एउटा चरमा कमी हुँदा हैन, एउटामा कमी भयो भने अर्को चरमा पनि के हुन्छ सोही अनुपातमा वृद्धि हुन्छ। भनेपछि एउटा बढ्दाखेरि अर्को घट्ने, एउटा घट्दाखेरि अर्को बढ्ने भयो भने त्यो सबै सम्बन्ध हाम्रो के जनाउँछ त हाम्रो अप्रत्यक्ष विचरणलाई जनाउँछ। जस्तो यहाँ मैले यहाँ लेखिदिएको छु, जस्तो प्रतिदिन काम गर्ने घण्टा हैन र मानिस बीचको सम्बन्ध, मानिस बीचको सम्बन्ध। जस्तो मानौँ कि एउटा घरलाई हैन, एउटा घरलाई पेन्ट गर्नको लागि हैन, कलर गर्नको लागि अब 4 जना मानिसले हैन, 4 जना मानिसले प्रतिदिन 10 घण्टाको दरले काम गर्यो भने हैन, 10 घण्टाको दरले काम गर्यो भने त्यसमा मानौँ 10 प्रति घण्टाको दरले काम गर्यो भने मानौँ 8 दिन लाग्दो रहेछ हैन। भने यदि त्यो 10 प्रति घण्टाको दरले जुन काम गरिएको थियो त्यो 10 लाई यदि हामीले 6 घण्टा प्रतिदिनले गर्यो भने हाम्रो के हुन्छ समय चाहिँ बढ्न जान्छ। भनेपछि जब प्रति घण्टाको समय हैन, प्रति घण्टा काम गर्ने जब समय हामी घटायो भने दिन के हुन्छ त बढी लाग्छ। भनेपछि एउटा घटाउँदाखेरि के भयो त बढ्यो। भने यस्तो किसिमले के भयो त हाम्रो यो अप्रत्यक्ष विचरण हुन जान्छ। त्यस्तै यहाँ तल एउटा मैले यसलाई बताइदिएको छु। जस्तो यहाँ के भनेको छ भने मानिस र समय हैन, मानिस र समय बिचको सम्बन्ध जुन हो यो पनि के हो त अप्रत्यक्ष विचरण हो। जस्तो मानौँ कि एउटा बारी हैन, एउटा बारी खन्नको लागि हैन, एउटा बारी खन्नको लागि 10 जना मानिसलाई हैन, 10 जना मानिसलाई 6 दिन लाग्दो रहेछ है। 10 जना मानिसलाई 6 दिन लाग्दो रहेछ भने यदि यो 10 जना मानिसलाई भनेपछि खेतालालाई यो बढाएर यदि हामी 15 पुर्यायौँ भने हैन, 15 जना पुर्याइदियो भने जुन हाम्रो 6 दिन लागिरहेको थियो त्यो अहिले 6 भन्दा के हुन्छ त कम हुन जान्छ। किनभने मानिसको संख्या बढायो भने दिन पनि चाहिँ थोरै लाग्छ र थोरै दिनमा बारी खन्ने काम सकिन्छ। भनेपछि यसरी मानिसको संख्या बढाउँदाखेरि दिन के भयो त कम भयो। भने त्यही 10 जना जुन मानिस थियो यो 10 जना मानिसले घटाएर यदि हामीले 4 जना मानिस राख्यो भने हैन, भने 4 जना मानिसले त्यही बारी खन्नको लागि अब 6 दिनमा सक्दैन। भनेपछि अब बढी दिन लाग्छ, हुन सक्छ 8 दिन लाग्न सक्छ, 10 दिन पनि लगाउन सक्छन्। तर यो 6 भन्दा के हुन्छ त बढी हुन्छ। भनेपछि जब मानिसको संख्या घटायो भने दिनको संख्या के भयो त बढ्यो। भने यसरी एउटा विचरण बढाउँदाखेरि अर्को एउटा चर बढाउँदाखेरि अर्को चरमा घट्ने, एउटालाई घटाउँदाखेरि अर्को चाहिँ बढ्ने हुने खालको जति हाम्रो यो चरहरू हुन्छ त्यस्ता सम्बन्धहरू जुन हुन्छ ती सम्बन्धले हाम्रो के जनाउँछ त अप्रत्यक्ष विचरण चाहिँ जनाउँछ है त। र
हामीले अभ्यास गर्दाखेरि हैन अभ्यास गर्दाखेरि यो प्रत्यक्ष विचरणको जुन सम्बन्ध हो यो प्रत्यक्ष विचरणको सम्बन्धलाई दुईवटा चरलाई हामी यसरी दुईवटा वाञ्छित कि त माथि दिएर पनि जनाउन सक्छौँ वा दुवैलाई तल पनि धर्को तानेर वाञ्छित दिएर पनि हामी जनाउन सक्छौँ कि यो चिन्हले के जनाउँछ भने प्रत्यक्ष विचरणलाई चाहिँ जनाउँछ। त्यस्तै हाम्रो अप्रत्यक्ष विचरणलाई कसरी गर्ने त एउटालाई वाञ्छितले माथि देखायो भने अर्कोले के गर्छ त तल देखाउने त्यस्तै एउटाले चाहिँ तल देखायो भने अर्कोले माथि वाञ्छित देखाउने गरी यदि हामी चिन्ह दियो भने यस्तो चिन्हले पनि के जनाउँछ त अप्रत्यक्ष विचरण जनाउँछ र यसले के जनाइदिन्छ त प्रत्यक्ष विचरण जनाइदिन्छ। आशा गर्छु हाम्रो विद्यार्थी भाइ बहिनीहरूलाई यो प्रत्यक्ष र अप्रत्यक्ष विचरणको बारेमा बुझ्नु भएको होला हैन। यससँग सम्बन्धित कुनै अब समस्या छ भने अब कुनै किसिमको नबुझेको पनि कुरा छ भने कमेन्टमा लेख्नु होला, म त्यसले अर्को भिडियोमा यसलाई समाधान गरिदिन्छु। आजले यति मात्र। हस्त धन्यवाद।